हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। के छ सबैजना आराम सन्चै हुनुहुन्छ होला? म पनि ठीक छु। सो आजको भिडियोमा चाहिँ नौगेडी कसरी बनाइन्छ भन्ने बारेमा म भिडियो देखाउँदै छु तपाईहरुलाई। सुरुदेखिको अन्तिमसम्मको प्रोसेस म देखाउँदै छु। सो भिडियो अन्तिमसम्म हेर्नु होला। सो भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ म के कुरा गर्न चाहन्छु भने मलाई धेरै जनाले चाहिँ सुनको भाउ बढिरहेको छ, लगानी गर्दा कसो होला, सुन किनेर राख्दा फाइदा हुन्छ कि हुँदैन होला भनेर धेरै जनाले सोध्नु भएको छ है। यस विषयमा चाहिँ म के भन्न चाहन्छु भने म पर्सनल्ली तपाईहरुलाई सुन किनेर राख्नुस्, फाइदा हुन्छ भनेर चाहिँ म सल्लाह दिदिन। किनभने अहिले सुनको भाउ चाहिँ वात्तै घट्ने, वात्तै बढ्ने भइरहेको छ हैन। अब सुनको भाउ बढ्दाखेरि त हामीलाई आनन्द आउला हैन, घट्दाखेरि त हैन हामीलाई साह्रै निराश बनाउला हैन, धेरै गाह्रो होला मान्छेलाई। त्यही भएर म पर्सनली रूपमा चाहिँ कसैलाई पनि सल्लाह दिदिन। यसै गर्नुस् भनेर पनि म भन्न सक्दिन। तपाईहरु आफै नै सुनको मार्केट हेरेर अब किन्दा हुन्छ कि के हुन्छ तपाईहरु आफैले विचार गर्नु होला हैन। अब अहिले वात्तै बढ्ने वात्तै घट्ने भइरहेछ हैन, त्यस्तो हुँदाखेरि गाह्रो हुन्छ। सो कसैलाई पनि म यस्तो गर्नुस्, सुन किनेर राख्नुस्, फाइदा हुन्छ भनेर म सल्लाह दिदिन। तपाईहरुले आफै नै मार्केट हेरेर, मार्केट बुझेर सुनको भाउ घटबढ भएको तपाईहरुलाई पनि थाहा भइहाल्छ। सो आफै विचार गरेर किन्नुस् या नकिन्नुस् तपाईहरु आफै गर्न सक्नुहुन्छ। म चाहिँ यस्तो गर्नुस् भनेर सल्लाह चाहिँ दिदिन है, कसैलाई पनि यस्तो गर्नुस् भनेर म भन्दिन है। अब भोलि मैले भनेर सुन किनेर राख्नु होला, पछि गएर सट्टै भाउ घट्दिला अनि पछि यसले गर्दा यस्तो भयो भनेर फेरि मैलाई भन्नु होला हैन। त्यही भएर म चाहिँ कसैलाई पनि यस्तो सल्लाह दिदिन। किनभने अब कहिले घट्छ कहिले बढ्छ त्यो कसैलाई पनि थाहा हुँदैन के हैन। त्यही भएर चाहिँ म तपाईहरुलाई यो सल्लाह दिदिन। सो अब चाहिँ सुरु गरौँ, नौगेडी कसरी बनाइन्छ भन्ने बारेमा आजको भिडियो सुरु गरौँ है त। सो नौगेडी बनाउनको लागि चाहिँ सुन लिने यसरी, यो चाहिँ पहिला सामान बनाएर बाँकी भएको सुन हो। त्यही भएर यसलाई चाहिँ डल्लो पारेर यसरी बत्ती आगोले गाल्नुपर्छ। यसलाई गालेर डल्लो बनाउने यसरी। यो चाहिँ डल्लो भयो हेर्नुस्। अब यसलाई चाहिँ ड्याम्की रिस गरे जसरी ड्याम हान्ने यसरी चारपाटे बनाउनु पर्छ यसलाई चाहिँ सुरुमा। ल हेर्नुस्, यो चारपाटे भयो। अब यसलाई चाहिँ फेरि तताउनु पर्छ है, यसरी सलाउने भन्छौँ हामीले चाहिँ, सलाउने। अब यसलाई चाहिँ पेल्नु पर्यो, स्वाइँका स्वाइँ पारेर मिसिनमा हालेर यसरी पेल्ने। यो चाहिँ देख्नलाई चाहिँ धेरै जस्तो देखिन्छ तर यो चाहिँ पातलो हुन्छ है, हेर्नुहोस् त यस्तो पाता हुन्छ। अब यो पातोलाई चाहिँ बत्तीले सेकाएर यसलाई चाहिँ लुलो बनाउनु पर्छ। यो चाहिँ कमलो हुन्छ, अझै नाप्नु पर्यो। नापेर अनि यसरी काट्नु पर्यो ट्याक्क साइज मिलाएर हैन। यसलाई चाहिँ साइज मिलाएर काट्नुपर्छ। त्यसपछि दुईतिर छेउमा भाग राखेर चाहिँ ठ्याक्कै 10 भाग नाप्ने है त। 10 भाग राखेर बिचमा काटेपछि 9 वटा हुन्छ अनि त्यसपछि नौगेडी बन्छ। ल यस्तो पातलो पाता हुन्छ 9। ल गन्यो भने चाहिँ यहाँ ठ्याक्कै 9 वटा छ है त। ल अब यसलाई चाहिँ यसरी पाइप जस्तो बनाएर यो पातालाई चाहिँ पाइप जस्तो बनाएर टक्क रसाउनु पर्यो। रसाउनको लागि रसायन चाहिँ मैले काट्दैछु यहाँनिर हेर्नुहोस्। ट्याक्क यो रसायन काटेर अनि बत्ती लगाएर आगो लगाएर फुरफुर फुकेर रसाउनु पर्छ। रसाइसके पछाडि हेर्नुहोस् यो पाइप जस्तो हुन्छ। अब यसलाई चाहिँ खाल्नको लागि चाहिँ खाल्ने भन्छौँ हामी, खाल्नको लागि चाहिँ यस्तो औजार चाहिन्छ। यो औजार भयो अनि यसरी राखेर ट्याक 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 हान्दै घुमाउँदै 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 चिनो लगाउँदै 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 जाने, लगाउँदै लगाउँदै खाल्दै 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 जाने। यसलाई चाहिँ हामी खालेको भन्छौँ है, खाल्ने हो यो चाहिँ। यसलाई चाहिँ बत्तीमा सेकाउँदै खाल्दै गर्नुपर्छ, किनभने सेकाएन भने चाहिँ त्यो बिग्रिन्छ, के अरे फुट्न सक्छ। ल अहिले चाहिँ यस्तो भयो, खाल्दा 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 यस्तो साइज आइसक्यो है, हेर्नुहोस् है गहिरो गहिरो। त्यसलाई चाहिँ उकास्दै अनि हान्दै उकास्दै हान्दै गर्नुपर्छ। त्यो चाहिँ अघि पाइप जस्तो थियो, अहिले चाहिँ यस्तो भयो हेर्नुहोस्। ल फेरि सेकाउनु पर्यो। सेकाइसके पछाडि फेरि ड्याम 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 हानेर ल यस्तो भयो। खाल्ने काम चाहिँ सकियो। अब यो चाहिँ खाल्ने भन्छौँ हामी, खाल्ने काम चाहिँ सिद्ध्यायो। अब यसको लागि चाहिँ त्यसलाई चाहिँ धुप भर्नुपर्छ। धुप भर्नको लागि चाहिँ त्यो गेरु लाउनुपर्छ क्या, बाहिरबाट हल्का प्वालहरू परेको हुन्छ, धुप भर्दाखेरि चाहिँ बाहिर निस्किन्छ भनेर त्यो चाहिँ लाउनु पर्यो। ल अब चाहिँ यो चाहिँ धुप हो। यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ साल धुप, सालको खोटो पकाएर चाहिँ यस्तो कालो बनाएको हुन्छ। यो चाहिँ त्यहाँभित्र भरियो
भरेर अब मैले त्यसलाई धोइ पखाली गरेर अब साइज नाप्नु पर्यो र नापेर अब फेरि हान्न सुरु गरेँ। त्यसलाई चाहिँ त्यसरी राखेर हानिन्छ। ल काँडा निकाल्नु पर्छ है सुरुमा चाहिँ। यसरी काँडा निकाल्नको लागि ट्याम 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 हान्नु पर्यो। हानेर हेर्नुहोस् है काँडा हल्का निस्किसक्यो, नौगेडी जस्तो साइज आकार लिइसक्यो है। हेर्नुहोस् है, ल त्यस्तो आकार लियो। ड्याम्की ड्याम हान्नेको हान्ने गर्नु पर्यो। यताबाट उताबाट तल माथिबाट फर्काएर घुमाएर सबैतिर हान्नु पर्यो। एउटा चाहिँ मैले सकिसकेँ है। अब एउटा बाँकी छ। 4 गेडी सक्यो, अब 5 गेडी। ल हान्दैछु मैले। क्यामेरा यता फर्काएर उता फर्काएर हेर्नुहोस् है, आउँदैछ साइज। ल हेर्नुहोस् ठ्याक्कै काँडाहरूको साइज आउँदैछ। अब यसलाई चाहिँ चिलाउनु पर्यो, साइडबाट चिलाउनु पर्यो, माथिबाट तलबाट सबैतिरबाट चिलाउनु पर्यो। ट्याक 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 हानेर हमरले। अनि छिनोहरू पनि थरी थरीको हुन्छ है। मैले चाहिँ हान्दैछु, त्यहाँनिर आकार आउँदैछ हेर्नुहोस्। ल काँडाहरू निस्किँदैछ टक्क टक्क। यो चाहिँ लगभग सकिन लागिसकेको छ है। अब सबै देखाएर बस्यो भने त भिडियो लामो हुन्छ है, त्यही भएर मैले कट गरेर देखाउँदैछु। ल हेर्नुहोस् मैले चाहिँ अहिले दिउँसो सुरु गरेँ, रात परिसकेको छ है। अहिले चाहिँ रात परिसकेको छ, मैले यो गर्दा चाहिँ रात परेको छ। ल हेर्नुहोस् फाइनल्ली तयार भयो। यो 4 गेडी, यो 5 गेडी। ल अब चाहिँ यसलाई काट्नुपर्छ। अघि एउटै छ नि त यो। अब यसलाई चाहिँ काटेर त्यसरी टक 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 काटेर 9 गेडी छुट्याउनु पर्यो। ल 4 गेडी काटिसक्यो, अब यो 5 गेडी काट्ने है। ल अब काटिसकेपछि अघि भरेको त्यो साल धुप चाहिँ निकाल्नु पर्यो। त्यो कालो कालो धुप चाहिँ निकाल्नु पर्यो, बत्तीमा सेकाएर डढाएर। ल अब चाहिँ तेजाबमा हालेर त्यो सबै फोहोर कालोहरू फाल्नु पर्यो। अब चाहिँ जोखेर चाहिँ अब यो फेरि गेरु लाउनु पर्यो। गेरु चाहिँ किन लाएको भन्दाखेरि त्यो अब यसलाई चाहिँ ला भर्नुपर्ने हुन्छ। ला भर्दाखेरि चाहिँ त्यो सानो सानो पालहरू हुन्छ, त्यो चाहिँ निस्किन्छ, त्यहाँबाट निस्किन्छ क्या। त्यही भएर गेरु लगाएर बत्तीमा सेकाउने। ल हेर्नुहोस् 9वटा गेडी। यो चाहिँ ला हो है। ला भनेको यही हो। अब यो ला चाहिँ पगालेर त्यहाँभित्र हाल्नुपर्छ। ल बत्तीले सेकाएर त्यसरी हाल्ने र गालेर त्यहाँ हाल्ने। अब त्यसलाई चाहिँ छेड्नु पर्यो, धागो छिराउनु पर्यो नि त भित्र होइन। धागो छिराउनको लागि छेड्नु पर्यो। छेडिसकेर अब त्यो लगाएको गेरु त्यसलाई फेरि निकाल्नुपर्छ। त्यसपछि यो चाहिँ ड्रम भन्छ, यसलाई घोट्नु पर्यो। यो चाहिँ स्टिलको दाना हो है, सानो स्टिलको दाना हो। त्यहाँ चाहिँ स्याम्पू हालेर घोट्ने। घोट्दाखेरि चाहिँ ल हेर्नुहोस् अब यसरी चम्क्यो है, आइको भन्दा टल्किसक्यो। अब फेरि गेरु लाउनुपर्छ है, कलरको लागि अलि राम्रो कलर आउँछ। गेरु लगाएपछि चाहिँ कलर आउँछ। अनि टक्क निकालेर त्यसलाई फेरि पानीले धुनुपर्छ। धोइसके पछाडि लास्टमा यस्तो हुन्छ। यो चाहिँ पानीले धोइसकेपछि ल फाइनल्ली चाहिँ यसरी रेडी भयो है। यो चाहिँ अब पोतेमा बुनेर लाउनको लागि तयार भयो। सो अन्तिममा थ्याङ्क यू सो मच सबैजनालाई भिडियो अन्तिमसम्म हेर्नु भएकोमा। कस्तो लाग्यो लाइक, कमेन्ट, फलो, सब्सक्राइब गर्न नबिर्सनु होला। थ्याङ्क यू सो मच।